Hello, hi, namaste. It's me अच्युत गाउली सुधाको चाहिँ तपाईहरुलाई थुप्रै आईटी रिलेटेड एन्ड एकाडेमिक इन्फर्मेसनहरु प्रोवाइड गर्ने क्रममा आज म स्पेशली हजुरहरुलाई फेसबुकको मार्फत चाहिँ फेसबुकमा भएको त्यो पेजहरुलाई चाहिँ कसरी युआरएलहरु स्पेशली स्लगहरु पनि भनिन्छ हामी कहिलेकाहीँ स्लग अथवा युआरएललाई चाहिँ कसरी फिक्स गर्ने कुराहरु चाहिँ म बताउन गइरहेको छु। हुन त यो कुराहरु चाहिँ एकदम सानो कुराहरु हो, तर कतिपय यो राम्रोसँग फिक्स गर्न नजान्दाखेरि चाहिँ समस्याहरु आइरहेको हुन्छ। यो सल्भ गर्नको लागि चाहिँ मैले यो भिडियो बनाएको छु है त। ल अब विदाउट डिले लेट्स गेट स्टार्टेड। त्यसको लागि चाहिँ सबैभन्दा पहिला चाहिँ मैले चाहिँ एउटा नयाँ पेज क्रिएट गरेको छु, जुन चाहिँ मैले चाहिँ अहिले एआई फ्याक्ट्स विथ अच्युत भनेर राखेको छु, जुन तपाईहरुले यहाँ पनि देख्न सक्नुहुन्छ। यो मैले भर्खरै क्रिएट गरेको हो, जुन तपाईहरुलाई अलिकति गराउनको लागि चाहिँ प्र्याक्टिस गराउनलाई स्टार्टिङबाटै। अनि यसमा चाहिँ अब मैले चाहिँ यो एकाउन्टहरु चाहिँ स्विच गर्दै छु। अनि तपाईले माथि देख्न सक्नुहुन्छ मैले यसको बारेमा भन्न खोजेको, जुन चाहिँ अब नम्बरको रूपमा आइराको हुन्छ, जुन हामीलाई चाहिरहेको हुँदैन। अब यसलाई चाहिँ हामी हटाएर चाहिँ अब भनौं न एआई फ्याक्ट्स विथ अच्युत अथवा हजुरले आफ्नो पेज अनुसार चाहिँ राख्न सक्नुहुन्छ। त्यो म सिकाउँदै छु है। त्यसको लागि चाहिँ तपाईहरुले चाहिँ यहाँ माथि देख्नुहुन्छ होला टप राइट कर्नरमा चाहिँ तपाईको एकाउन्ट छ। त्यसमा चाहिँ हजुरहरुले चाहिँ यहाँ सेटिङ एन्ड प्राइभेसी भन्ने छ, त्यो अप्सनमा जानुस्। त्यसपछि हजुरले चाहिँ सेटिङ्समा जानुस् फेरि हो। अनि सेटिङमा गइसकेपछि हजुरको यो अहिले चाहिँ चेन्जेस भइरहेको छ धेरै जसो कतिपय कुराहरु, त्यो हिसाबले पेज सेटअपमा जानुस्। अनि गइसकेपछि यहाँ नेम भन्ने ठाउँ छ, त्यसमा चाहिँ एआई फ्याक्ट्स विथ अच्युत भन्ने ठाउँमा गएर जाँदा तपाईले यहाँ युआरएल देख्नुहुन्छ, आई मिन युजर नेम राख्नुहुन्छ, जसलाई चाहिँ अब हामीले युआरएल अथवा स्लग पनि भन्न मिल्छ हैन। यसमा चाहिँ अब हजुरले चाहिँ एआई फ्याक्ट्स फ्याक्ट्स विथ अच्युत यो अवेलेबल छ कि छैन पनि चेक गर्न मिल्छ। आई होप यो अवेलेबल हुनुपर्छ, किनकि भर्खरै मैले नयाँ क्रिएट गरेको अवेलेबल छ है। यसरी चाहिँ हजुरहरुले आफ्नो पेज पनि को युआरएल पनि अवेलेबल छ या छैन पनि चेक गर्न सक्नुहुन्छ। एआई फ्याक्ट्स विथ अच्युत अब जुन हाम्रो पहिलाको युआरएल सो हजुरहरुले पनि यहाँ देखिसक्नुभयो। अब हाम्रो चाहिँ युआरएल फिक्स भएर आइसकेको छ एआई फ्याक्ट्स विथ अच्युत। सो आई होप तपाईहरुलाई यो भिडियो मन परेको होला। यदि हजुरहरुलाई यो भिडियो मन परेको छ भने आफ्नो लाइक्स, कमेन्ट एन्ड डोन्ट फर्गेट टु सब्स्क्राइब है त। थ्यांक यू सो मच।